हेलो साथीहरु नमस्ते हैन सबैजनालाई त्यही भन्न चाहन्छु हैन आज फाइनली मेरो भाइ यता बसेको छ हैन मतलब साडु भाइ पहुँचिसकेको छ हैन किनभने आज 3 दिनको यात्रापछि भाइ पनि यता पहुँचिसकेको छ हैन अनि अब भाइसँग सोध्नेछौँ ट्रेनको के कस्तो भयो हैन के कस्तो भयो के भयो अनि त्यो सबै सोध्नेछु भाइसँग कुरा गर्नेछु हैन किनकि साडु भाइ मतलब आजै फर्स्टचोटि भेट भएको हैन सबैजनाले सेयर गरिदिनु होला भनेर सबैजनाले सपोर्ट गरिदिनु होला अब त्यही हो अनि कस्तो भयो ट्रेनको हालखबर कस्तो मतलब ट्रेनमा धेरै राम्रो भयो अनि लाइफको पहिलो सफर थियो ट्रेनमा। योभन्दा पहिला ट्रेनको सफर गरेको पनि थिइनँ, तर सिमलाबाट दिल्लीको सफर बसमा गरियो, वहाँपछि दिल्लीबाट ट्रेनमा बेङ्गलोरको सफर गरियो। तर रमाइलो लाग्यो। बस्छु अब मतलब कस्तो भयो बाटोमा कोही दिक्कत यताउति केही अब भनौँ न परेशानी केही पनि परेशानी केही भएन, तर बेङ्गलोरको ट्रेनमा आउँदाखेरि धेरै राम्रो रमाइलो लाग्यो। हरेक ठाउँमा स्टेसनमा ट्रेन रोकिन्थ्यो। तर तपाईलाई मलाई भेट्दाखेरि कस्तो लाग्यो राम्रो लाग्यो नराम्रो लाग्यो मतलब साडु दाइसँग भेट्दाखेरि पनि धेरै धेरै राम्रो लाग्यो। हाम्रो पहिलो भेट हो अनि हामी दुई पहिलो भेट हो है साथीहरु सबैजनाले पहिलो भेट हो यही कुरा मेरो मतलब पहिलो भेट हो बेङ्गलोर पनि पहिलोचोटि हो, साडु दाइसँग पनि पहिलो भेट हो। तर पहिलो भेटमै हामी पहिलो भिडियो तपाईहरुलाई बनाएर हालिरहेछौँ। सबैले सेयर गरिदिनु होला हाम्रो यो भिडियोलाई, हाम्रो यो दुई भाइको जोडीलाई धेरै धेरै सपोर्ट गर्नु होला। म त्यति नै भन्न चाहन्छु। त्यही हो सबैजनाले सपोर्ट गरिदिनु होला हैन अब हाम्रो दुई भाइको भइसकेको छ हैन मसँग फाइनली मसँग 3 दिनको यात्रा पछि अब मसँग आइसकेको छ हैन पहुँचिसकेको छ हामी किनकि रातिको 10-11 बजिसक्यो हामी राति रुमबाटै भिडियो बनाउँछु अब भोलि अब म त त्यस्तै हो अब भोलि हेरेर भिडियो बनाउँछ हैन किनकि हाम्रोसँग सबैतिर छ हैन नभएको छैन मतलब कसो भने के कस्तो भयो भने सोधौँ भनेको आज फर्स्ट पुगेको अब चक्कर पनि आएको होला अलिकति हुन्छ नि त हैन त्यही भएर सफरमा हैन साली यता छ अब क्या गर्न लागेको छ ऊ भनेर मोबाइलमा बिजी छ हैन अनि त्यसैमा पनि कुरा गर्ने छ साथीहरु यो भिडियो सेयर गरिदिनु होला भन्न चाहन्छु है सबैजनाले सेयर गरिदिनु होला किनकि भाइको आइडीमा सबै आउने छ हैन सबैले सेयर गरिदिनु होला ल अरु के भन्नु छ बस धेरै धेरै धन्यवाद छ सबै साथीहरुलाई सेयर गरिदिनु होला। अर्को भिडियोमा नेक्स्ट भिडियोमा अब तपाईहरुसँग भेटिने नेक्स्ट भिडियोमा आउने छ कि कसो भने थाहा छ अब साथ दिने मान्छे पनि हुनु पर्यो जसको यसले भिडियो बनायो अनि मैले क्यामेराम्यान हुनु पर्यो है त्यसरी साथ दिने मान्छे छैनन् थिएन नि त पहिला हैन अब सबै साथ दिने मान्छे आइसक्यो मतलब कसो भने यसले भिडियो बनायो मैले क्यामेराम्यान मतलब मैले यसको भिडियो बनाउन सके के मतलब त्यसरी गर्न हैन अब कसो हुन्छ भने सबैजनाले सपोर्ट गरिदिनु होला अनि सबैजनाले सेयर गरिदिनु होला अनि भाइको आइडीमा के छ नाम मेरो नाम शिवराज थापा हो तर आइडीको नाम मेरो चाहिँ शिवराज शिवभक्त यो नयाँ आइडी खोलेको छ हैन अब मेरा जस्तो भयो हैन सस्पेन्ड पनि भइसकेपछि अब आउने छ हैन भिडियो आउने छ सबैजनाले सेयर गरिदिनु होला भाइको आइडीमा हैन सबैजनाले सब भिडियोमा कतै घुम्दा भाइ हामी घुम्दै जान्छौँ उहाँको वातावरण पनि देखाउँछौँ तर नेक्स्ट भिडियोमा हामी फेरि यसै नै कुरा गर्नेछौँ तपाईहरुसँग अरु केही राम्रो राम्रो ल हुन्छ है अब हामी यता जान्छौँ यता हाम्रो भेटौँबाट भरे भर कस्तो भयो ट्रेनको के कस्तो भयो सफर राम्रो भयो कि कस्तो भयो मतलब के कोही दिक्कत भएन खाना पिना मजाले खाइयो अनि बस्ने व्यवस्था पनि राम्रोसँग भयो अनि मजाले आइयो अनि यहाँ आउँदाखेरि कस्तो लाग्यो एकदम रमाइलो लाग्यो पहिलोचोटि आएको छु अब भिनाजुको ठाउँ आयो 4 वर्षपछिको भेट हो हाम्रो गाइज हैन एउटा कुरा भन्छु हैन 4 वर्ष यसले बिहे गरेपछि भेट भएको छैन के बिहे गरेर यहाँ छोरी छ यार कसम आएको छ ए छोरी छ हैन छोरी लिएर आएको के यार भिना ल सबैजनाले सेयर गरिदिनु होला हैन भाइको आइडीमा सेयर गरिदिनु होला अब मेरी साली त अब थाहै छ त कसी छ भन्ने कुरा अब उता भिडियो नबना न पर के भने कुच्चा ठाडाले हान्ने आली बढी हो खत्तम हो अरु अन्त के कस्तो भइराछ जिन्दगीमा के कस्तो चलिरहेछ अब दुश्मनहरुलाई के भन्न जानुहुन्छ भाग गेट आउट भन्ने के भने मतलब हुन्छ नि त हैन धेरै दुश्मनहरु हुन्छ दुश्मनलाई त यस्तो गोली हारिन्छ नि ल केटाहरु तिमीहरु हेर्दै गर हैन आफ्नो जिन्दगी आफ्नो लाइफ बस अब पछुताउनु त एक दिन पछुताउनु पर्छ हैन एक दिन हैन कस्तो भने खुनको आँसु भन्छ नि त्यस्तै गर्नुपर्ने छ के
किनकि मेरो साली अब त्यस्तै हो कुराकानी बादमै देखा जाएगा त्यो हुन्छ लामो हुन्छ होइन त्यो ज्यादा कुरा नगरौँ अरू केही भन्न चाहनुहुन्छ अब अरू केही भन्न चाहन्न अब दिदी आउँदैछ अब दुई बहिनी अनि दुई साडु मिलेर टक्क भिडियो बनाइन्छ साथीहरू धेरै लाइक सेयर गरिदिनु होला अरू यति हो लाइक सेयर गरिदिनु होला है सबैजनाले लाइक अब आफन्त मतलब हुन्छ नि त दुश्मनहरू मतलब मानौँ न केहीको पनि त्यसलाई के भन्न चाहनुहुन्छ केही भन्न मेरो साली है साथीहरू सपोर्ट गरिदिनु होला दुश्मनहरू धेरै जन्मेका छन् होइन पहिलादेखि नै अब त्यस्ता हुन्छन् नमुनाहरू हुन्छन् त्यही नमुनाहरूलाई के भन्न चाहनुहुन्छ म त केही भन्दिनँ अब साथी फेसबुकको साथीहरू अब के भन्नुहुन्छ अब दुश्मनहरू हुन्छ नि त होइन मतलब फोन आइग हाम्रो पनि यता फोन आउँदैछ